दर्शकबिनहरू थाहा पाइसक्नुभयो होला मैले के हेरिरहेको थिएँ हो। सबैजनाले रिक्वेस्ट गरिरहनु भएको हुनाले चाहिँ नि म सबैजनालाई भनेर एउटा छोटो मिठो सिकाको भिडियो बनाउँदैछु र यो फ्लिपको नाम चाहिँ कर्क स्क्रु भनेर चिनिन्छ। यो चाहिँ प्रख्यात छ विश्वभरि होइन। जो पनि पार्कर एथलिट होस्, ट्रिकिङ एथलिट होस् या जति पनि फ्लिपमा रुचि राख्ने व्यक्तिहरू होस्, सबले यो फ्लिपलाई चाहिँ एकदमै रुचाउनुहुन्छ। त्यस कारणले म यो फ्लिप आज तपाईहरुलाई सिकाउन गइरहेको छु। एक झलक हेर्ने हो त? ह सर? यस। यही हो कर्क स्क्रु। केटी पट्टे के हाल्छ र आज तपाईहरुले सिक्न जानु भइरहेको मुभ यही हो र यो फ्लिपलाई चाहिँ कर्क स्क्रु भनेर चिनिन्छ दुनियाँभर। र आज म यही फ्लिप सिकाउँदै छु। सिकाउनु भन्दा अगाडि सानो वार्निङ है त। यदि तपाईहरु पहिलो पटक यो फ्लिप सिक्दै हुनुहुन्छ भने एकदमै सुरक्षित स्थान अथवा स्थलतिर गएर सिक्नु होला, जस्तै बालुवा, मलिलो माटो अथवा ट्राम्पोलिन पार्क, नभए कुनै ट्रेनिङ हल, जिमतिर जहाँ चाहिँ एकदमै सेफ्टीहरू छ त्यहाँ गएर सिक्नु होला। यति भन्दै भिडियोलाई सुरु गरौँ। ओके, सबैजना रेडी हुनुहुन्छ नि त? भिडियोलाई अगाडि बढाउँ है त। पहिलो चरणमा म एउटा सानो तपाईहरुलाई स्टेप दिन्छु हैन। त्यो स्टेपलाई चाहिँ जे स्टेप भनिन्छ र त्यो गर्नको लागि के गर्नु पर्दैन, एकदम सामान्य सजिलो छ। सिधा उभिनुस्। पहिला यदि तपाई देब्रे साइडबाट हान्दै हुनुहुन्छ भने राइट खुट्टालाई अगाडि बढाउनुस्। त्यसपछि लेफ्ट हो यो पोजिसन। फेरि एकचोटी गरौँ, राइट लेफ्ट। यसलाई चाहिँ जे स्टेप भनिन्छ हैन। किन जे स्टेप भनिन्छ भने यो लेटर जे हुन्छ नि हो त्यस्तो स्वाट स्विट छाताको बिड हुँदैन त्यो तलको हो, त्यसरी नै जानु पर्यो। लाइक फर्स्ट स्टेप यो भयो, राइट लेफ्ट हो यति है त। अब सेकेन्ड स्टेप है त, दोस्रो स्टेप। यसमा चाहिँ के गर्नु पर्यो, हाम्रो हातलाई पनि युज गर्नुपर्ने हुन्छ है त। जस्तो हामीले राइट खुट्टा अगाडि सार्छौँ त्यही समयमा ठ्याक्क हाम्रो दुईटै हात पछाडि हुन्छ र लेफ्ट खुट्टा अगाडि बढाउँदाखेरि दुईटै हात अगाडि सँगसँगै खुट्टा पनि जानु पर्यो हो। यो स्टेपलाई तपाईँ कम्तीमा पनि 10 देखि 50 पटक हान्नुस् हैन। यसलाई मास्टरिङ गरिसकेपछि मात्र अगाडि बढ्नुहोस्। अब स्टेप नम्बर 3। यहाँ चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले सेम फर्स्ट र सेकेन्ड स्टेपलाई चाहिँ नबिर्सिने है। यदि त्यसमा कम्फर्टेबल हुनु हुँदैन भने त्यो पहिला राम्रोसँग गर्नुस् एकदमै क्लियरली, अनि अगाडि बढ्नुस् है त। तेस्रो स्टेपमा के पर्यो भन्दा 1 हात पछाडि, 2 त्यसपछि खुट्टा उडाउने, जस हो यहाँसम्म होल्ड गर्ने, 1 मोर, राइट दुईटै हात पछाडि, लेफ्ट खुट्टा उडाउने। अल राइट, अब हामी जान्छौँ चौथो स्टेपमा। ल चौथो स्टेपमा चाहिँ हामीले जम्प गर्नुपर्ने हुन्छ है त। अगाडिको सबै स्टेप फलो गर्नुहोस्। 1 2 खुट्टा माथि। अब जुन खुट्टा माथि छ जम्प गरेर त्यही खुट्टामा ल्याउने, च्याम हो यो है त। अब यसलाई अलिकति तीव्र गतिमा भने मतलब अलिकति फास्ट है त। यो छ राइट किक एन्ड ल्यान्डिङ हो। यसलाई चाहिँ भनिन्छ चिट गेनर। चिट गेनर चाहिँ हजुरले एकदमै राम्रोसँग सिक्नुपर्ने हुन्छ यदि तपाईँलाई कर्क स्क्रु चाहिँ एकदम राम्रो र फिनिसिङ हान्नु मन छ भने है त। ल एकचोटि फेरि म देखाउँछु चिट गेनर है। जे स्टेपबाट फर्स्टको स्टेप, जे स्टेप 1 2 एन्ड चिट गेनर। देखिसक्नु भएको छ, म आधी घुमिसकेको छु होइन। यदि तपाईहरुले राम्रोसँग चिट गेनर हान्न सक्नु भएपछि अब हामी बढ्छौँ ट्विस्टतिर है त। त्यसलाई भनिन्छ कर्क स्क्रु। यदि हजुरहरूले राम्रोसँग कर्क स्क्रु हान्न सक्नु भएको छैन भने त्यसलाई राम्रोसँग बनाउनु होला। समय लाग्छ, एकैचोटि हुँदैन हैन। 1-2 घन्टामा हुने चिज होइन, हप्ता महिना लाग्न सक्छ। त्यसलाई राम्रो फिनिसिङ गरेर मात्रै कर्कतिर लाग्नु होला है त। अब हाम्रो अन्तिम स्टेप छ, सेम चिट गेनरै जाने हो।
जे स्टेपमा अब हजुरहरूले बडीलाई ट्विस्ट गर्नुपर्ने हुन्छ है त स्वाटा बटार्ने क्या बडीलाई हावामा हो। अब म त्यो देखाउन गइरहेको छु। सुरुमा सेम चिट्केन एन्ड ट्विस्ट। यदि तपाईँहरू ट्विस्टिङ मुभहरूमा कम्फर्टेबल हुनु हुँदैन भने पहिला यो स्ट्यान्डिङ ब्याक ट्विस्टहरू चाहिँ सिक्नु होला होइन। यदि त्यसको नि ट्युटोरियल चाह्यो भने कमेन्ट गर्नु होला है त। अनि यो ट्विस्ट हान्दाखेरि चाहिँ सकेसम्म हजुरहरूले यो आफ्नो देब्रे कुमतिर हेर्नु होला है त। लेफ्ट सोल्डर सपोर्ट गर्नु होला। यो हातको मोमेन्टमहरू मेन भनेको मोमेन्टम चाहिँ ब्रेक गर्नु भएन है। तपाईँ बिचमा अड्की हान्नुभयो भने 100% लडिन्छ। यसको मतलब यो होइन कि तपाईँहरू उठ्न सक्नुहुन्न, लड्नु चाहिँ पऱ्यो है। जसरी लडेरै सिक्ने हो त्यही कारणले ट्विस्ट हान्दाखेरि लेफ्ट सोल्डरमा हेरिरहने अनि बडीलाई चाहिँ सकेसम्म अन्तिमसम्म टाइट राख्नु पऱ्यो है। त्यति गऱ्यो भने चाहिँ तपाईँहरूको ल्यान्डिङ एकदमै स्ट्रङ आउँछ, नत्र लड्ने चान्सेसहरू एकदम धेरै हुन्छ। यदि बिचमा बडी लुज गऱ्यो भने खोल्यो भने होइन, प्रायः जस्तो कमजोरी त्यही हो सुरुमा सिक्दा। मैले पनि 7-8 वर्ष अगाडि यो फर्स्ट मुभ सिक्दाखेरि होइन धेरै गल्तीहरू गरेँ। बिचमा स्वाट ट्विस्ट हान्दै छोडिदिन्थेँ। त्यही कारणले मलाई यो ल्यान्डिङ गराउनलाई धेरै समय लागेको थियो। तर तपाईँहरूको लागि म छु, त्यसैले ढुक्कसँग चाँडै ल्यान्डिङ हान्न सक्नुहुन्छ है त। अब हेरौँ कर्क स्ट्रोक। देख्नुभयो नि बडी एकदमै टाइट र ट्विस्टिङ हान्दाखेरि जहिले पनि आफ्नो देब्रे कुमतिर हेरिराख्नु पर्यो यसरी। र भिडियो चाहिँ अब यहीँ समाप्त हुन लागेको छ। भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला र भिडियो मन परेमा लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला। यो भिडियो चाहिँ एकदमै लामो बन्न सक्थ्यो यदि म धेरै सानो सानो कुरा डिटेलमा गएको भए होइन। अब हामीसँग समयको अभाव भएको कारणले चाहिँ मैले यो छोटो मिठो चाहिने एकदमै इम्पोर्टेन्ट कुराहरूलाई मात्रै हाइलाइट गरेर भनेको छु। आशा छ हजुरहरूले यो भिडियो मार्फत केही न केही सिक्नुभयो होला। र जाँदा जाँदै अन्त्यमा थोरै वार्निङ दिन चाहन्छु। तपाईँहरू चाहिँ रेडी हुनु पऱ्यो जे सिक्नको लागि पनि, पूर्व तयारी चाहिँ हुनु पऱ्यो। जस्तै अब यो फ्लिप सिक्नको लागि हाम्रो शरीर चाहिँ क्यापेबल हुनु पऱ्यो। त्यसको लागि तपाईँहरूले कन्डिसनिङहरू गर्नु पऱ्यो होइन। वर्कआउटहरू अब फिजिकल एक्सर्साइजहरू गरेर चाहिँ आफूलाई स्ट्रङ बनाउनु होला, ताकि यस्तो फ्लिप हान्दा मेजर माइनर इन्जरिजहरू चाहिँ फेस गर्न नपरोस् हजुरहरूले। धेरै धेरै धन्यवाद। यहाँसम्म हेरिदिनु भएको छ भने यु आर द लेजेन्ड।